हेलो गाइजहरु के छ सबै सन्चै आरामै हुनुहुन्छ। वेलकम छ विनोद साई ठकुरीको भ्लगमा सबैलाई वेलकम छ। ल साथीहरु के कस्तो छ सबै सन्चै आरामै हुनुहुन्छ भन्ने चाहन्छु होला। एकदम बिन्दास म त आज छुट्टीको दिन यसो बिन्दास भ्लग बनाइराखो त्यही हो साथीहरु। यस्तै छ अब यसो आज छुट्टी हो मस्त। यो पछाडिको चाहिँ हाम्रो कम्पनी हो, यस्तो कम्पनी हो भनौँ सिलिक इन्फ्याक्स एसआरएल कम्पनी चाहिँ अब हाम्रो कम्पनी भनौँ। पछाडिको चाहिँ यहाँदेखि उता ठुलो कम्पनीहरू छ, मस्त छ। त्यही हो साथीहरु। चट्ट यता चाहिँ यस्तो बारीहरू छ, खेतै खेत यस्तो छ। खेतको बिचमा ल्याएर फसाइदिइहाल्यो नि साथीहरु। न बजार छ न केही छ, खेतको बिचमा छ। के गर्ने साथीहरु, रोमानिया यस्तै छ। रोमानिया भन्छन् नेपालबाट आउने हो। खोइ मेन पावरमा यति हुन्छ, कहाँ जाने हो रोमानिया, कहाँ जाने हो रोमानिया। अरे रोमानियामा पुरा पैसाको बिटो होला जस्तो गर्छन् नि त साथीहरु। अब के गर्ने, यहाँ अब भनेको जस्तो कामहरू, भनेको जस्तो सेलरी, भनेको जस्तो कम्पनी सबै पढिदिनु पर्यो नि त साथीहरु। रोमानिया भनेर मात्रै ठिक छैन नै। उता मेन पावरले माग्छ 8-10 लाख रुपियाँ, अहिले त 8-10 लाख रुपियाँ माग्छ अरे। आम्मा त नि 8-10 लाख रुपियाँ मागेर कहिले तिरेर भ्याइने भने यहाँ आएर 60-70 हजार खाएर कहिले तिरेर भ्याइने त्यत्रो पैसाहरू। एकदम बुझेर एकदम सोचेर आउनु पर्यो रोमानिया आउने गएको मान्छेहरू, एकदम सोचेर भने। अब कोही होला अब त्यस्तो पनि राम्रो कम्पनीहरू यस्तो मस्त होला, त्यस्तो नहोला भन्न सकिँदैन। कोही होला, त्यो अलग कुरा हो। त्यो भएर एकदम बुझेर एकदम सोचेर आउनु होला भन्न चाहन्छु। अब चाहिँ अब त्यही हो साथीहरु। एकदम रोमानिया अब यस्तै छ। अब हल्का चिसोहरू अस्तिबाट त लास्टै आइस थियो भने यहाँ त पुरा आइस छ। यहाँ वरिपरि त पुरा आइस ढपक्क थियो। आज त अब अलि मौसमहरू पनि हल्का गर्मी छ हुन लाग्यो रोमानियातिरको मौसमहरू पनि। त्यो भएर साथीहरु एकदम बुझेर आउनु पर्यो आउनु लागेको मान्छेहरू। अरूको हल्लामा लागेर रोमानिया भनेर चाहिँ नआउनु होला, एकदम बुझेर आउनु होला भन्न चाहन्छु। आफूले नेपाल सोचेको भन्दा यहाँ आएपछि रोमानिया अर्कै छ भने अर्कै छ। पुरै छोडिदिउँ, अर्कै छ रोमानिया, अर्कै छ यहाँ। नेपाल अब रोमानिया भन्छ, रोमानिया भन्छ सबै। अब भन्यो होला अब कसैले। अब वहाँ गएर अब यस्तो माई फ्रेन्ड चेफाचे आइच माई फ्रेन्ड। नो यस्तै हो साथीहरु। त्यही भएर के गर्ने, यस्तो त्यही हो। एकदम सोचेर आउनु होला आउने मान्छेहरू भन्न चाहन्छु। त्यही हो। अब हामी पनि लगभग अब त यहाँ आएको पनि हाम्रो पनि 1 वर्ष करस भयो लगभग। अब यहाँसम्म आउनको लागि अब लगभग यति किचिज गरेर यति अब कुर्रियो भनौँ। अब भनेको जस्तो रहन्छ। अब नेपालमा सोचेको अर्कै थियौँ, अब यहाँ आएर अर्कै भयो। अब के गर्ने, अब आइसकेपछि त्यत्रो पैसा लगाएर आइसकेपछि अब के गर्ने, अब नजानु न के गर्नु, अब बस्नु पर्यो गर्नु पर्यो। त्यही हो साथीहरु। म चाहिँ यही हो। त्यो भएर हाम्रो चाहिँ यही हो, कम्पनीहरू चाहिँ मस्त यही हो गर्ने, यही हो बस्ने, यही हो सबै गर्ने। अब आज र भोलि छुट्टी छ, 2 दिन छुट्टी हो। मस्तले अब भिडियोहरू अपलोड गर्छु। ल अब त्यही हो, आफूले जाने बुझेको कुराहरू अपलोड गर्छु हजुरको सामने। यसरी आउनु, आफूले गरेको भोगेको लगभग कसरी आएँ, के गरेर आएँ, कति जति कस्तो गर्नुपर्छ, मेन पायो दिल्ली एम्बेसीमा गएर के गर्नुपर्छ आफूले भोगेको म हजुरको सामु बताऊँ ल। नेक्स्ट भिडियोमा बताऊँ ल। अब कसरी आएँ, के गरेर आएँ, लगभग कति जति अब पैसा लाग्छ त्यहाँबाट नेपालदेखि दिल्ली जान। दिल्लीमा क्वेसनहरू के कस्तोहरू सोध्छ, एम्बेसीमा क्वेसनहरू के कस्तो सोध्छ, त्यो सबै हजुरको सामु भन्न चाहन्छु नेक्स्ट भिडियोमा। त्यस्तो होइन। त्यो भएर एकदम हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्नु पर्यो साथीहरु। सबैले सपोर्ट गर्नु पर्यो, सबैले सपोर्ट गर्नु पर्यो, माया देखाउनु पर्यो मलाई पनि।
लगभग फर्स्ट हो। अब जान्नेलाई नजानेर भए पनि भलक अब स्टार्ट हान्नेको छ पारामा। त्यही हो, अब कति कुराहरू सबै जानिन्छ भन्ने चाहिँ पनि छैन। त्यही हो, नजानेर हो भने यसो हानिदिएको, अब स्टार्ट गरेको। अब यसो न, त्यही हो साथीहरू, सबैले माया देखाउनु पऱ्यो। त्यही हो, त्यही यति भन्दै अब नेक्स्ट विकमा बनाउँछु लगभग छुट्टीमा। अब एकदम अब कसरी आएँ, के गरेर आएँ, लगभग यहाँको कामहरू कस्तो हुन्छ, के हुन्छ सबै हजुरकोसम्म देखाउन चाहन्छु। त्यस नेक्स्ट विकमा हजुरहरूलाई सबै त्यो गर्न चाहन्छु। सबैले सपोर्ट माया देखाउनु पऱ्यो, सबैले सपोर्ट गर्नु पऱ्यो, माया गर्नु पऱ्यो। त्यही नै हो साथीहरू। त्यति भन्दै अब आजको चाहिँ मेरो भ्लग चाहिँ यहीँ चाहिँ इन्ड गर्न चाहन्छु। लगभग लाइक कमेन्ट सबैले दिनु पऱ्यो भने अलिकति अब लाइक कमेन्टहरू दिएपछि अलिकति बनाउनु जोसहरू पनि आउँछ भने पारामा। अरे अब केही पनि आएन भने त यार फेरि जाँगर पनि लाग्दैन। त्यही भएर एकदम त्यो गर्नु पऱ्यो। त्यही हो साथीहरू। अब नेक्स्ट अब योचोटि अर्को भ्लगमा अब हजुरलाई कसरी आएँ, के गरेर आएँ त्यो सबै बताउन चाहन्छु। त्यही हो, योचोटि चाहिँ अब चाहिँ इन्ड गर्न चाहन्छु। त्यही हो, सबलाई टाटा भन्न चाहन्छु। ल साथीहरू, नेक्स्ट भ्लगमा भेटौँला। ओके, बाई।